एउटै आमाको कोखबाट जन्मिएका दुई दिदी बहिनी, एक गरिब भइन्, अर्की धनी। समय बदलियो अनि माइतीको माया पनि पैसासँगै बदलियो। गरिब दिदी शान्तिलाई आफ्नै माइतीमा हेटियो, अपमान गरियो। धनी बहिनी सीमालाई भने फूलझै सम्मान। तर भगवानले एक दिन यस्तो समय ल्याए जहाँ धनले होइन, राम्रो मनले जित्यो सबैको दिल। आँसु, पीडा, भेदभाव र दिदी बहिनीको साँचो मायाले भरिएको यो मन छुने कथा सुनेपछि तपाईको आँखाबाट पनि आँसु झर्नेछन्। एउटा सुन्दर पहाडी गाउँमा दुई छोरी भएका एक साधारण परिवार बस्थे। जेठी छोरीको नाम थियो शान्ति अनि कान्छी छोरीको नाम थियो सीमा। दुवै दिदी बहिनी बाल्यकालमा धेरै मिल्ने गर्थे। एउटै खोलामा नुहाउने, एउटै डोकोमा घाँस बोकेर ल्याउने, मेलापात जाँदा एउटै बाटो हिँड्ने। गाउँका मानिसहरू सबैले भन्ने गर्थे, यी दुई दिदी बहिनी त एकअर्काको सास जस्तै छन्। तर समय सधैँ एउटै कहाँ रहन्छ र? भाग्यले पनि कहिलेकाहीँ एउटै घरका सन्तानलाई फरक बाटोमा पुर्याइदिन्छ। शान्ति सानैदेखि सोझी, मेहनती र सहनशील थिइन्। उता सीमा भने अलि चञ्चल, राम्री र भाग्यमानी थिइन्। जब उनीहरू ठूला भए, बिहेको कुरा चल्न थाल्यो। गाउँकै गरिब तर इमान्दार युवक रामुसँग शान्तिको विवाह भयो। रामु दिनभरि अरूको खेत जोत्थ्यो, भारी बोक्थ्यो अनि बल्ल घरमा दुई छाक जुट्थ्यो। तर सीमाको विवाह भने बजारको धनी व्यापारी विक्रमसँग भयो। ठूलो पक्की घर, धेरै जग्गा, सुनका गरगहना, नोकर चाकर यी सबै थियो। बिहेपछि दुवै दिदी बहिनीहरू आफ्नो आफ्नो घर लागे। त्यसपछि बिस्तारै माइतीको व्यवहार पनि बदलिन थाल्यो। शान्तिको जीवन निकै कठिन थियो। ढुङ्गाको सानो घर, चुहिने छाना, खाली भकारी अनि रोगी श्रीमान। बिहान उज्यालो नहुँदै उठेर ऊ जङ्गल जाने गर्थिन्, घाँस काट्थिन्, दाउरा बोक्थिन्, खेतमा काम गर्थिन्। साँझ घर फर्किँदा पनि आराम थिएन। चुलो बाल्ने, श्रीमानको सेवा गर्ने, गाईलाई घाँस हाल्ने, सधैँ कामै काम। तर यति दुःख हुँदाहुँदै पनि शान्तिको अनुहारमा कहिल्यै गुनासो देखिँदैनथ्यो। ऊ सधैँ भन्ने गर्थी, गरिब हुनु पाप होइन, मन नराम्रो हुनु पाप हो। रामु पनि असल मान्छे थियो। उसले कहिल्यै श्रीमतीलाई नराम्रो व्यवहार गरेन। तर गरिबीले कहिलेकाहीँ उनीहरूलाई रुवाउने गर्थ्यो। एक दिन घरमा चामल सकियो। रामु बिरामी भएर ओछ्यानमा ढलेको थियो। शान्तिले भकारी खोलेर हेरिन्। त्यहाँ एक मुठी पनि अन्न थिएन। उसको आँखा रसाए। तर श्रीमानको अगाडि आँसु लुकाउँदै ऊ मुस्कुराउने गर्थिन् र भन्थिन्, चिन्ता नगर है, म केही गर्छु। त्यो दिन ऊ गाउँमा मजदुरी खोज्दै हिँडिन्, तर कसैले काम दिएन। साँझ खाली हात घर फर्किँदा रामुले थाकेको स्वरमा सोधे, केही पाइनस्? शान्तिले झुटो मुस्कान दिँदै भनी, आज त कामै थिएन, भोलि पाइन्छ। त्यो रात उनीहरूले भोकै पेट पानी खाएर बिताए। उता सीमा भने धनी घरमा रमाइरहेकी थिइन्। उसले महँगा साडी लगाउँथिन्, सुनका गरगहना भिर्थिन्, बजार घुम्थिन्। धन आएपछि उसको स्वभाव पनि बदलिन थाल्यो। एक दिन उसले श्रीमानलाई भनिन्, मेरो माइतीमा त सबै गरिब छन्, विशेष गरी दिदी त धेरै दुखी छे। विक्रमले भने, गरिब हुनु नराम्रो होइन सीमा, दुःखमा साथ दिनुपर्छ। तर सीमालाई दिदीको गरिबी देख्दा लाज लाग्थ्यो। उता माइतीका बाबु आमाले पनि धनी छोरीलाई बढी माया गर्न थाले। सीमा आउँदा गाउँभरि खबर फैलिन्थ्यो। आमा राम्रो खाना पकाउँथिन्, बुबा बजारबाट फलफुल लिएर आउँथे। तर शान्ति आउँदा भने कसैले खासै वास्ता गर्दैनथे। तीजको समय आयो। माइतीबाट दुवै छोरीलाई बोलाउन मान्छे पठाइयो। शान्ति धेरै खुसी भइन्। उसले सोचिन्, धेरै दिनपछि माइती जाने मौका मिल्यो। तर उसको मनमा पीडा पनि थियो। उसँग लगाउने राम्रो कपडा थिएन। उसले पुरानो धोती धोयो,
सिउँदोमा थोरै सिन्दुर लगाई अनि माइतीतिर हिँडिन्। उता सीमा भने गाडी चढेर माइती पुगिन्। महँगो साडी, सुनका गहना, सुगन्धित तेलको बास्ना, सबैले उसलाई हेरेर वाहवाही गरे। आमाले दौडिएर सीमालाई अङ्गालो हालिन्। आइज नानी, कति राम्री भइस्। तर शान्ति ढोकामा उभिएकी थिइन्। आमाले हेरेर मात्र भनिन्, भित्र आइज। त्यो शब्दले शान्तिको मन छिया छिया भयो। बेलुकी खानाको बेला भयो। सीमाको अगाडि मासु, दही, मिठाई राखियो। उसलाई विशेष कोठामा सुताइयो। तर शान्तिलाई भान्साको कुनामा पुरानो गुन्द्री बिछाइयो। खानामा सुक्खा भात र नुन मात्र दिइयो। शान्तिले केही पनि भनिनन्। ऊ चुपचाप आँसु पुस्दै खान थालिन्। त्यो देखेर छिमेकी बुढी आमाले भनिन्, ए बहिनी, छोरीहरू त बराबर हुन्छन् नि, यस्तो भेदभाव किन गरेको? आमाले हाँस्दै भनिन्, धनी छोरीको इज्जत फरक छ। त्यो कुरा सुनेर शान्तिको मुटु भक्कानियो। राति ऊ एक्लै रोइरहिन्। बाल्यकाल सम्झेर उसलाई झनै पीडा भयो। अर्को दिन तीजको दर खाने कार्यक्रम थियो। गाउँभरिका दिदीबहिनी जम्मा भएका थिए। सीमा आफ्ना गरगहना सहित सबैको बीचमा बसेकी थिइन्। सबैले उसको प्रशंसा पनि गरिरहेका थिए। यही बेला शान्तिको पुरानो चप्पल चुदियो। मानिसहरू सबै हाँस्न थाले। सीमाले पनि हाँस्दै भनिन्, दिदी, यस्ता लुगा लगाएर किन आएकी? त्यो सुनेर शान्तिको आँखाबाट आँसु झरे। उसले बिस्तारै भनिन्, गरिबीले कपडा फेर्न नसकिएला, तर मन फेर्न नपरोस्। त्यो वाक्य सुनेर केही महिलाहरू चुप्प भए। तीज सकिएपछि शान्ति घर फर्किन लागिन्, तर कसैले रोक्न भने खोजेन। घर फर्किने बाटोमा एउटी वृद्ध भारी बोकेर लडिरहेकी थिइन्। सबैले व्यवस्था गरे। शान्तिले तुरुन्तै भारी उठाइदिइन्। उनलाई पानी पाइन्। बुढी आमाले भावुक हुँदै भनिन्, छोरी, तेरो मन धेरै ठुलो रहेछ। शान्तिले मुस्कुराउँदै भनिन्, गरिबको साथ गरिबले नै दिनुपर्छ आमा। बुढी आमाले एउटा सानो पोको दिँदै भनिन्, यो घर पुगेर मात्र खोल्नु। घर पुगेपछि शान्तिले पोको खोलिन्। त्यसमा केही पुराना बिउ थिए। रामुले अचम्म मान्दै सोध्यो, यो के होला? शान्तिले भनिन्, थाहा छैन, तर बुढी आमाले विश्वास गरेर दिनुभएको हो। दुवैले ती बिउ खेतमा रोपे। केही महिनापछि अचम्म भयो। त्यो खेतमा सुनझै चम्किने ठूला फल फल्न थाले। मानिसहरू हेर्न आउन थाले। बजारमा ती फलको धेरै मूल्य पाइन्थ्यो। बिस्तारै शान्ति र रामुको जीवन पनि बदलिन थाल्यो। घर राम्रो बन्यो। भकारी भरि अन्न भरियो। तर उनीहरूको मन भने उस्तै विनम्र थियो। उता सीमाको श्रीमान विक्रम व्यापारमा घाटामा परे। उसका साथीहरूले धोका दिए। ऋण बढ्दै गयो। एक दिन बैंकले घर समेत लिलाम गरिदियो। सीमा अचानक गरिब भइन्। जसले पहिले उसको प्रशंसा गर्थे तिनैले टाढा हुन थाले। त्यो बेला उसले दिदीलाई सम्झिन्, तर लाजले भेट्न भने सकिन। अब माइतीमा पनि अवस्था फेरियो। पहिले धनी सीमालाई माया गर्ने बुबा आमा अब शान्तिको घर जान थाले। उनीहरू भन्थे, शान्ति त भाग्यमानी भइन्। तर शान्तिले कहिल्यै घमण्ड गरिन। एक दिन सीमा रुँदै दिदीको घर पुगिन्। उसको शरीरमा पुरानो कपडा थियो। ढोकामा उभिएकी बहिनीलाई देखेर शान्ति दौडेर अङ्गालो हालिन्। सीमा भक्कानिँदै रोइन्, दिदी, मैले तिमीलाई धेरै चोट दिएँ, तिम्रो धेरै अपमान गरे। यो सुनेर शान्तिले उसको आँसु पुस्दै भनिन्, दिदी बहिनीको सम्बन्ध धनले होइन, मनले चल्छ। शान्तिले बहिनीलाई घरमा राखिन्। उसलाई नयाँ कपडा दिइन्, खाना खुवाइन्। सीमाले अचम्म मान्दै भनिन्, मैले तिमीलाई अपमान गरे, तैपनि तिमीले मलाई यति माया गर्यौ। यो सुनेर शान्ति मुस्कुराइन्। घाउ दिएर बदला लिनु सजिलो हुन्छ, माया दिएर मन जित्नु पो गाह्रो। त्यो दिन सीमा धेरै रोइन्। उसले जीवनको सबैभन्दा ठूलो पाठ सिकिन्। केही वर्षपछि दुवै दिदी बहिनी फेरि पहिलेको जस्तै मिलेर बस्न थाले। सीमाले घमण्ड छाडिन्। माइतीका बाबु आमाले पनि आफ्नो गल्ती बुझे। गाउँका मानिसहरू सबैले भन्थे, धन त आज छ, भोलि नहुन पनि सक्छ, तर राम्रो मन जीवनभरि रहन्छ।
शान्तिले गाउँका गरिब मानिसहरूलाई मद्दत गर्न थालिन्। उसको घरमा कहिले कसैलाई भेदभाव गरिएन र एक दिन उसले गाउँका सबै महिलाहरूलाई भेला गरेर भनिन्, धन कहिले स्थायी हुँदैन, गरिबलाई हेप्नु हुँदैन, माइतीमा सबै छोरी बराबर हुनुपर्छ, राम्रो मन नै मानिसको सबैभन्दा ठूलो धन हो। यस्तै भावनात्मक लोककथा र मञ्चने कथाहरूका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्नुहोस्, किनकि यहाँ आउने हरेक कथाहरूले तपाईको मन मात्र होइन, जीवन सुधार्ने सोच पनि बदल्न सक्छ।